र प्रजापति घोषित गरे, तर त्यो महादेव भन्ने जन्तुले मेरो घोर अपमान गरेको छ। त्यही महादेवलाई नबोलाइकन म हरिद्वारको कङ्खलमा यज्ञ गर्नेछु। त्यो महादेव बिना पनि मेरो यज्ञ हुन्छ। त्यो शिव कैलाशमा बस्छ, खरानी धर्छ त्यो शिव, तर म त्यो शिव बिनाको पनि यज्ञ गरेर नै छोड्नेछु। त्यसले मेरो घोर अपमान गरेको छ। ब्राह्मण देवता यज्ञ सुरु गर्नुहोस्। शिव बिनाको यज्ञ हुनेछ दक्ष प्रजापतिको कङ्खलमा। ओम मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वज मङ्गलं पुण्डरीकाक्ष मङ्गलाय तनो हरि। तब यो कैलाश पर्वत केही फरक केही अलग देखिन्छ साथी। आज किन हो किन हजुरसँग बसेर केही कुराकानी गर्नु मन छ। यो सम्पूर्ण जगत, यहाँ बग्ने खोला नदी, यो कैलाशको टाकुराहरू, यी सबै हजुर बिना अधुरो छ नि। भनौँ भने त यो महादेव पनि हजुर बिना अधुरो छ। बस्नुहोस्। हजुर स्वामी। सरस्वती प्रणाम महादेव। प्रणाम। प्रणाम सती माता। भारत ऋषिवर, तपाईँहरू यहाँ के गरिरहनु भएको छ महादेव? म त मेरो साथीसँग के कुराकानी गरिरहेको थिएँ। उता त सती माताको घरमा त ठुलो अग्नि हवन पूजा भइरहेको छ, त के तपाईँहरूलाई निमन्त्रण छैन? स्वामी, म यो के सुन्दैछु? हाम्रो घरमा यति ठुलो यज्ञ जागेको रहेछ, हामीलाई किन निमन्त्रण आएन? तिमी कति पनि चिन्तित नहो असती। जब धर्म सभा लागेको थियो नि, त्यो समयमा मेरो प्रभुको ध्यानमा यति चिन्तित थियो कि मैले तिम्रो बुवालाई स्वागत गर्नै बिर्सेँ। त्यही भएर तिम्रो बुवा हामीदेखि अलिक दुःखी हुनुहुन्छ। त्यस्तो कारण केही पनि होइन। होइन स्वामी, हाम्रो बुवाले हामीलाई बोलाउनु भुल्नुभयो होला। कहीँ कतै निमन्त्रण नपठाएको हामी कहाँ आइपो पुगेन कि? हामी एकपल्ट जानुपर्छ स्वामी। सती, जुन स्थानमा जुन जग्गामा बोलाएको हुन्न नि, जुन स्थानमा निमन्त्रणा हुँदैन नि, त्यहाँ कहिले पनि जान हुन्न। त्यहाँ गइ नि आफ्नो अपमान हुन्छ। त्यसैले सती, त्यहाँ जानु उचित छैन। होइन स्वामी, कसरी उचित छैन? आफ्नै माइत घरमा जान पनि कसैको आज्ञा चाहिन्छ र स्वामी? हामी एकपटक त पक्कै जानुपर्छ। साथी, म बुझ्छु नारीको पीडा, म बुझ्छु। आफ्नो माइत घरमा ठुलो कार्य हुँदाखेरि निमन्त्रणा दिन भने कतिको मन दुख्छ भन्ने कुरा मलाई ज्ञात छ। तर मैले हजुरलाई भनिरहेको छु त, यज्ञमा गयो भने केही न केही अनर्थ हुन्छ। त्यो स्थानमा जहाँ निमन्त्रणा हुँदैन, जहाँ बोलाएको हुन्न, त्यहाँ कसरी जान्छ? यदि हजुरको त्यो माइत घर, यदि हजुर जित्ने गर्नुहुन्छ भने हजुर जाँदा हुन्छ। म नि आफ्नो प्रभुको ध्यानमा लाग्छु। प्रणाम पिताजी। त किन आइस मेरो यज्ञमा? तँलाई त मैले निमन्त्रणा पनि गरेको थिइनँ। किन आइस? त मात्रै आइस कि तँसँग बस्ने त्यो खरानी धस्ने बागम्बर लाउने त्यो मर्कटेश्वरलाई पनि लिएर आइस? नबोलाएको ठाउँमा त यसरी टुप्लुक्क किन आइपुगिस्? त्यो शिव, त्यसले मेरो अपमान गरेको छ। अपमान, घोर अपमान गरेको छ त्यसले मेरो। मैले मेरी 26 जना छोरीहरूलाई बोलाएँ, तँलाई मैले जानी जानी नबोलाएको कारण थाहा छ तँलाई? त्यो शिवले मेरो यज्ञ सभामा जब ब्रह्मदेवले मलाई
प्रजापतिहरू मध्येको सर्वश्रेष्ठ प्रजापति भनेर घोषणा गरिदिएको थिए। सभामा सबैजनाले मेरो उठेर स्वागत गरेका थियो। तर तेरो त्यो पति छ नि पति, कैलाशमा बस्ने, शमशानमा बस्ने त्यो भूत, नाकको माला नजाने के लगाउँछ त्यसले, त्यस्तोलाई म मेरो ज्वाइँ पनि भन्दिनँ, त्यस्तोलाई म बोलाउँदिनँ पनि। मेरो यज्ञमा त्यस्तोको कुनै स्थान छैन। जाँदा हुन्छ त जाँदा हुन्छ। पिताश्री, हजुर यो के भन्दै हुनुहुन्छ? उहाँ जो मेरो पति हो। पति 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 सायद तो त्यही भोलेनाथको अर्धाङ्गिनी होला, त्यही शमशानमा बस्नेको अर्धाङ्गिनी त हो। त्यो नारायणले छल गरेर तेरो विवाह पनि त्यो भोलेनाथ भन्नेसँग गरिदिएको हो। मलाई त पहिल्यैदेखि इच्छा लागेको थिएन, तर पनि तँ तेरो पति पति भन्छस्। कुनै स्थान छैन यो यज्ञमा, त्यो शिवको कुनै स्थान छैन, कुनै स्थान छैन यो यज्ञमा शिवको। बुझिस्? भनिदे तेरो शिवलाई गएर, कुनै स्थान छैन, कुनै स्थान छैन। पिताश्री, हजुरलाई मैले बारम्बार भनिरहेछु मेरो स्वामीको अपमान नगर्नु भनेर। तपाईँ मेरो स्वामीको अपमान गर्नु हुँदैछ भने सीताको पनि अपमान हुँदैछ। अपमान अपमान त्यसको हुन्छ जसको कुनै सम्मान हुन्छ। अपमान त्यसको हुन्छ जसको कुनै सम्मान हुन्छ। तेरो पति त्यो कैलाशमा बस्ने खरानी धस्नेको के अपमान, कसले सम्मान गर्छ त्यसलाई? हेर, सारा देवी देवतालाई बोलाएर मैले यहाँ राखेको छु, तर तेरो पतिको कुनै सम्मान छैन। अपमान गर्छु म, निन्दा गर्छु, त्यो भोलेनाथको म निन्दा गर्छु, निन्दा। पिताश्री, बस अब म उहाँको अपमान सहन सक्दिनँ। अझै तपाईँले उहाँको अपमान गर्नुहुन्छ भने म यही अग्निमा मेरो आफ्नो प्राण त्याग्नेछु। यज्ञ गरौँ पण्डित। पण्डितले मागेको थिएन रहेछ अन्त के भन्दैछ पण्डितले। त्यो मागेको थमाइदिनु पर्छ। पण्डितले मागेको पाएन रहेछ। महादेव, महादेव, सती माताले आफ्नो तपाईँको बुराइ सुन्नु नसकेर आफ्नो प्राण अग्नि हवनमा त्याग्नु भयो। महादेव, मेरो सतीले ती अग्नि कुण्डमा प्राण त्याग। हजुर महादेव। सती, मैले तिमीलाई बारम्बार भने मेरो सतीले ती अग्नि कुण्डमा प्राण त्याग गर्नु पर्यो। मेरो चट्टाबाट निस्केको वीरभद्र उपस्थित हो। जाऊ वीरभद्र, दक्षको शिरलाई यज्ञमा होमेर आऊ, यज्ञलाई ठेस पेस पाराऊ। जाऊ जाऊ क्या महादेव। भोलेनाथको अपमान तेरो शरीरबाट यो शिर पनि थियो भन्ने आजदेखि तँलाई क्या हुँदैन? दक्ष प्रजापति मर्नको लागि तयार भएस, मर्नको लागि तयार भए। निकाल्छु तेरो शिर यही हातले। बोले महाकाल महाराज की। महादेव,
महादेव महादेव। वीरभद्र, मलाई यज्ञमा देवताहरूले खबर गर्यो कि यज्ञ पूर्ण भएको छैन भने म त क्षणमा खुसी हुन्छु, क्षणमा दुखी हुन्छु। त्यसैले मलाई आशुतोष पनि भनिन्छ। त्यसैले जाऊ वीरभद्र, त्यो 10 को शिरलाई गएर उत्तर दिशामा जुनै पनि प्राणीको शिर भेट्यो भने त्यो शिर लगेर जोडिदेऊ। जाऊ। जो आज्ञा महादेव, जो आज्ञा। मेरो भोलेनाथको जसले पनि अपमान गर्छ त्यसलाई वीरभद्रले कदापि छाड्ने छैन। मेरो भोलेनाथको लीला परम्पार छ। रे दक्ष प्रजापति, तैले भोलेनाथको कारणले गर्दा जो नयाँ जीवनदान पाएको छस्, जुन बाणीबाट मे भली मुमत्त शब्द निकाल्थिस्, तल आज यो बोकाको टाउको तलाई जोडिदिएको छु। आजदेखि केवल शिवको आराधना गर्लास्। जय शम्भु। तिमी बारे ढोसथे नारद ऋषिले भन्नुभएको तिमी त यज्ञ कुण्डमा आफ्नो प्राण त्याग गर्यो। सती, तिमी आफै भन सती, म तिम्रो मृत्यु कसरी हेर्न सक्छु? म तिम्रो मृत्यु शरीर कसरी हेर्न सक्छु सती? म तिम्रो मृत्यु शरीर कसरी हेर्न सक्छु? सती, आगा बोला ना सती। सती, सती, हेर त तिम्रो महादेव तिमीलाई भनेको यज्ञ कुण्डमा आएको छ सती। सती, तिमी बिना म एक पल पनि बाँच्न सक्दैन सती। तिमी बिना म एक पल पनि बाँच्न सक्दैन सती। कोही आफ्नो पतिको अपमान सहन नसकेर कोही यसरी अग्निकुण्डमा प्राण त्याग गर्छ सती। सती, सती, यो कैलाश पर्वत तिमी बिना अधुरो छ सती। यो सारा ब्रह्माण्ड तिमी बिना नै अधुरो छ। यहाँ हरेक फुल खिल्छ, खोला लाला बग्छ त तिम्रो कारण सती। यो महादेव तिमी बिना अधुरो छ सती। आकार बोल्देऊ न सती। सती, सती, एकचोटि महादेव भन्देऊ न। सती, एकचोटि महादेव भन्देऊ न। आज लुटेर लग्यो जगतले प्रेम मेरो। आज त ज्वालामुखी हो क्रोध मेरो। मर्खुटोको देउता हुँ म।
भूमो नाचो तिम्रो जगतले कति साथ मेरो प्रार्थना गर्नु जबसम्म सृष्टि छ टुटेर कोही पनि रुने छैन प्रेममा भक्त झल्किन्छ यदि परलेको आँखामा त परले हुन्छ समस्त संसारमा जो तेस्रो नेत्र आफ्नो मृत्यु ताण्डव हुन्छ जगतमा योग योगदेखि दबाएर राखिदिन्छु गलामा विष उगल्दिन्छु समस्त संसारमा उगल्दिन्छु समस्त संसारमा तोड्दिन्छु तालिका जगतको पृथ्वीलाई घुम्न पनि रोकिदिन्छु जुन मगनमा तिमी आज जलेर मर्यो मेरो प्रियतम जुन नगरमा तिमी आज जलेर मर्यो मेरो प्रियतम त्यही अग्निमा यो जगत छोडिदिन्छु यही अग्निमा यो जगत छोडिदिन्छु नाइ सती तिमी मलाई छोडेर जानु सक्दैनौ नाइ सती तिमी मलाई छोडेर जानु सक्दैनौ Nice city, city, nice city, you Mahadev Pagal Chasati. You Mahadev Pagal Chasati. मलाई छोडेर जानु सक्दैन सती कहाँ सती तिमी मलाई छोडेर जानु